2018 मा एसडिएल 6000 हुँदा 10 लाख लगानी गरेको बोनस खाएर पनि अहिले घटेर 8,20,000 छ। खै ब्याज खै फाइदा। एसडिएल ले उत्तानो बनाइरहेको छ अहिले मलाई। सबैभन्दा बढी डुबाउने एसडिएल हो मलाई। मैले केही दिन अगाडि मल्टिब्यागर स्टक सम्बन्धी टपिकमा भिडियो बनाएका थिए र त्यही भिडियोमा आएका यी केही कमेन्टहरू हो। धेरै जस्तो कमेन्ट गर्ने साथीहरूले हिमालयन डिस्टिलरी लिमिटेड एसडिएल को शेयर किन्नु भएको रहेछ र त्यसमा घाटा बेहोर्नु भएको रहेछ। आउनुहोस् अब यही विषयलाई चाहिँ एनालाइसिस गरौँ। के एसडिएल कम्पनी खराब थियो? थिएन। बिजनेस, ब्रान्ड, प्रोडक्ट सबै बलियो थियो। तर समस्या कम्पनीमा होइन, किन्ने समयमा थियो। उहाँहरूले एसडिएल त्यो बेलामा किन्नुभयो जुन बेला त्यसको शेयर अत्यन्तै बढिसकेको थियो, अर्थात् कम्पनी ओभर भ्यालु भइसकेको थियो। अब म तपाईलाई एउटा सजिलो उदाहरण दिएर बुझाउँछु है त। सुन बहुमूल्य धातु हो, तर सोच्नुहोस् त यदि तपाईले 1 तोला सुनलाई 4 लाख रुपियाँ हालेर किन्नुभयो भने के हुन्छ? घाटा हुन्छ नि। तर सुन खराब भएर घाटा भएको हो? होइन। तपाईले गलत मूल्यमा किन्नुभयो त्यसैले घाटा भयो। त्यस्तै चाँदी पनि तपाईले 9,000 प्रति तोलामा किन्नुभयो भने घाटा हुन्छ। हो, एसडिएल को केसमा पनि त्यही भएको हो। शेयर बजारमा एउटा अत्यन्तै महत्वपूर्ण शब्द छ, त्यो हो फेयर भ्यालु। कुनै पनि कम्पनी जतिसुकै राम्रो किन नहोस्, जतिसुकै चर्चित किन नहोस्, तपाईले त्यो कम्पनीको शेयर चाहिँ फेयर भ्यालु भन्दा धेरैमा किन्नु भयो भने घाटा हुन्छ। अब एउटा उदाहरण दिएर सम्झाउँछु है त। मानौ शेयर बजारमा स्याउ लिस्टेड छ। स्याउको वास्तविक मूल्य 300 रुपियाँ छ। तपाईलाई कसैले यो त मल्टिब्यागर स्याउ हो, यसलाई चाहिँ अहिले 1000 रुपियाँमा किन्नु भयो भने पछि 2000 पुग्छ भनेर भन्यो भने तपाईले किन्नुहुन्छ र? पक्कै पनि किन्नुहुन्न। किनकि तपाईलाई थाहा छ स्याउको फेयर भ्यालु 300 रुपियाँ हो, त्यो भन्दा बढीमा किन्यो भने घाटा हुन्छ। तर शेयर बजारमा नयाँ लगानीकर्ताको समस्या के हो भने उनीहरूलाई कम्पनीको फेयर भ्यालु थाहा हुँदैन, ओभर भ्यालु र अन्डर भ्यालु छुटाउन सक्दैनन्, फन्डामेन्टल एनालाइसिस गर्न आउँदैन, रेसियो एनालाइसिस भन्ने के हो थाहा हुँदैन। त्यही कारणले गर्दाखेरि राम्रो कम्पनी किन्दा पनि उनीहरू फस्छन्। अब यसमा स्पष्ट हुनुस्, घाटा कम्पनीले दिएको होइन, बजारले धोका दिएको पनि होइन। गलत मूल्यमा शेयर किन्नु नै तपाईको मुख्य समस्या हो। अब फेयर भ्यालु, फन्डामेन्टल एनालाइसिस, रेसियो एनालाइसिस यी सबै एकदमै ठूला ठूला टपिकहरू हुन्। यी कुराहरू चाहिँ एउटै भिडियोमा समेट्न सकिँदैन। त्यसैले अब आउने दिनमा चाहिँ फन्डामेन्टल एनालाइसिस, रेसियो एनालाइसिस, भ्यालुएसन टेक्निक, ओभर भ्यालु र अन्डर भ्यालु स्टक कसरी छुटाउने भन्ने विषयमा चाहिँ म सिरिज नै लिएर आउने छु। त्यसैले मलाई फलो भने अवश्य गर्नुहोला, किनकि यसमा तपाईकै फाइदा छ।